ल है हजुर से आज चाहिँ यो सानो खालको गोलभेडाको मिठो अचार राख्नु पर्यो भनेको। यो गोलभेडालाई नेपाली भाषाबाट गोलभेडा भन्छौँ भने लिम्बू भाषा याक्थुङमा पानलाम चाहिँ यसलाई चिउपा लाभेन्दा भन्छौँ। अनि इङ्ग्लिसमा चाहिँ यसलाई चेरी टमाटर भन्दो रहेछ। ल अब चाहिँ राम्रो धोएर ब्लेन्डरमा पिसेर ओलिभ ओइलमा मजाले तेलमा पकाउनु पर्यो भनेको मरमसला लगाएर। ल यिनीहरू चाहिँ मरमसला तयार पारेको नुन, खोर्सानी, बारमसला, तोरी पिसेको, अनि यो चाहिँ सोप, कलङ्जी। ल अब यिनीहरूलाई चाहिँ अब तेलमा अलिअलि भुट्ने। अब लिम्बू भाषा याक्थुङबा पानलाम चाहिँ यो मच्छी कुनै माकुखापमा भन्छ। अब नेपालीमा चाहिँ नुन, खोर्सानी, मरमसला, बारमसला भन्छ। अब इङ्ग्लिसमा चाहिँ के भन्छ, स्पाइसी भन्छ कि के भन्छ होला। सल्ट, हट चिल्ली है, मस्टराइज त्यस्तै भन्छ होला यिनीहरू। अब चाहिँ ब्लेन्डरमा लगाएर पिस्ने हो। यतिको मसिनो पिस्नुपर्छ। अब चाहिँ यो तेलमा लगाउने हो। लिम्बू भाषा याक्थुङबा पानलाम चाहिँ निङ्गे भन्छ तेललाई। अब इङ्ग्लिसमा चाहिँ ओलिभ ओइल भन्छ होला। ल तेलमा उम्लिँदैछ। अनि अर्कोचोटि फेरि पिसेको यहाँ चाहिँ जिरा र टिम्बुर या मेदिङ हालेको छु। अब चाहिँ सबै मिसाएको अब राम्रो चलाएर फेरि चलाइबस्नुपर्छ। पानी सुक्ने गरी पकाउनुपर्छ। झन्डै 1 घन्टा पकाउनुपर्छ। ल यसरी पाक्ने गरी एकदमै सबै मजाले तेलले चाहिँ पाक्ने गरी पकाउनुपर्छ। अब निङ्गेले सङ्दो र थोर्नको भरे चाहिँ थोरै हुन्छ, सबै सुक्छ। 1 घन्टा जति यसरी चलाउँदै बस्नुपर्छ, छोड्नु हुँदैन। मरमसला चाहिँ भरे मात्रै लाउने, मजाले तेलमा पकाएर। अहिले लायो भने डर छ, तेलले मजाले पाक्दैन, त्यही भएर भरे मात्रै लाउने हो। अब यो कागती पनि निचोरेर हाल्ने हो। यो कागतीलाई लिम्बू भाषा याक्थुङबा पानलाम केसुपा भन्छ, केसुपा सिङ्से। अब नेपालीमा कागती भन्छौँ, इङ्ग्लिसमा लेमन भन्दो रहेछ। अनि अमिलोलाई सावर भन्दो रहेछ। अब यसलाई पनि निचोरेर लाउने हो। अहिले कतिको भएको छ। अब एकछिनमा मरमसला, बारमसला सबै लाउने अनि मजाले फेरि पकाउने। अनि चाहिँ ग्यास अफ गर्ने हो। पहिला मेरो मितिनी एकजना मेरो मितिनी हुनुहुन्छ। मेरो मितिनीले हाम्रो देशमा हुँदा यसरी टमाटरको अचार मजाले मरमसला लगाएर अमिलो लगाएर पकाएर राखेर अचार खायो भने मिठो हुन्छ नि मितिनीज्यू भनेर भन्नुभएको थियो। अनि ल्याइदिनु भएको थियो 1 बयम। खाँदा एकदम मिठो नमिठो सम्झना छ। स्वादहरू अहिलेसम्म झुक्ने छ। ल मेरो मितिनीसँग चाहिँ भेट्नु भएको धेरै वर्ष भएको छ र मेरो मितिनीको याद आयो आज चाहिँ यो टमाटरको गोलभेडाको अचार राख्दा। ल धोएर मैले आधी काटेको। अब यहाँ चाहिँ मजाले यो यहाँनिर निचोर्ने। ल हेर्नुहोस् हजुर चाहिँ अहिले सबै स्क्रिच गरेको, सबै निचोरेको जम्मा यो अरुङाङ लतुङबा कुगान केसुपेल कुगान अलेना फर्मा बोक्से। अब चाहिँ यो मिसाउनु पर्यो। अब यहाँ बटर नभए घिउ जे भए पनि हाल्नु हो। यसरी हाल्यो भने भुँडी दुख्दैन। पहिला गाउँघरमा आमा पुप्पो बोजूहरूले अब अगबरे खोर्सानी खानु चलान थिएछ। अगबरे खोर्सानी खाएपछि भुँडी दुख्दा चाहिँ खराबको घिउ खानु लाउनुहुन्थ्यो, चिसो पानी पिउनु लाउनुहुन्थ्यो। अनि कासाको बटुको थालहरू भुँडीमा राख्नु लाउनुहुन्थ्यो। अनि यो घिउले चाहिँ खोर्सानी पिरो भयो भने यो घिउ खायो भने चाहिँ निको हुन्छ भन्ने मलाई थाहा छ। त्यही भएर यो हालेको। अनि म सधैँ हाल्छु अचार पकाउँदा, भुँडी दुख्दैन। ल अहिले चाहिँ सबै मरमसला लगाएको। अब मजाले
चलाउने हो ल है हजुर चाहिँ अहिले चाहिँ सबै लगाएर चलाएको विशेष मेरो फोमा कान्छी छोरीले साह्रै मनपर्छ र यहाँ बनाइदिएको मनपर्छ होइन मेरो फोमा कान्छी छोरीले Yes, mommy. Thank you. Regino. धन्यवाद. ल अब सेल्नु यसरी सिक्नु है पकाउनु पर्यो अब ग्यास अफ गर्ने अनि सेलिनु दिनुपर्छ अनि मात्रै सिसामा सुक्खा सिसामा राख्नुपर्छ हावा नपसी राख्नुपर्छ है हजुर चाहिँ मेरो फोमा कान्छी छोरीले साह्रै मनपर्छ र यहाँ देखाउँदै सिकाउँदै आज चाहिँ गोलभेडाको अचार बनाएको ल अहिले चाहिँ मजाले सेलेको छ अब यो सुक्खा सिसाको कन्टेनरमा लाउने हो ल अहिले चाहिँ सबै यहाँ सिसाको कन्टेनरमा लगाइसकेको हो अब चाहिँ किलिङ फिलिङ लगाइदिने हो टाउकोमा किलिङ फिलिङ छैन भने कपडा नभए कागज जे लाउँदा नि हुन्छ अनि रबरले बाँधिदिने ल अहिले चाहिँ मैले चाहिँ किलिङ फिलिङ लगाएको हो ल यसो गरेपछि हावा पस्दैन अनि 3-4 महिनासम्म राखेर खानु सकिन्छ बाहिर टेबलमै राख्ने आइस बक्समा नराख्ने मन परेमा तपाईँहरूलाई पनि बनाएर खानु होला यस्तो मिठो हुनेछ एकचोटि बनाएर खाएपछि फेरि बनाएर खानु मन लाग्छ है हजुर चाहिँ हस् त धन्यवाद नुगेन्लो थ्याङ्क यू फर वाचिङ